रुल नम्बर 1, कमजोरी नदेखाउनुहोस्, नत्र मान्छेहरू तपाईको फाइदा उठाउनेछन्। यस दुनियाँमा दुई किसिमका मान्छे हुने गर्छन्, एक जो शिकार गर्छन्, दोस्रो जो शिकार बन्छन्। यदि तपाईले आफ्नो कमजोरी मान्छेलाई देखाउनु भयो भने सम्झिनुहोस् तपाई आफैलाई जिउँदै खुवाउनुको लागि दोस्रोलाई इन्भाइट गरिरहनु भएको छ। मान्छेहरूलाई फरक पर्दैन तपाईको दिल कति सफा छ, तपाईको नियत कति साँचो छ। उनलाई सिर्फ एक कमजोर मान्छे चाहियो जसलाई उनीहरू युज गर्न सकुन्। जब तपाई हरेक कसैसँग आफ्नो समस्याहरू शेयर गर्नुहुन्छ 90% मानिस सिर्फ सुन्नेछन्, तर सहयोग कसैले गर्ने छैन, उल्टी तपाईलाई अझै तल गिराउनेछन्। रुल नम्बर 2, आफ्नो इज्जत गर्नुहोस्, नत्र दुनियाँ तपाईलाई कुल्चेर हिँड्नेछ। यदि तपाई आफ्नो इज्जत गर्नुहुन्न भने दुनियाँ तपाईलाई एक फुटपाथ सम्झिनेछ, जसमाथि हरेक कोही आफ्नो फोहोर जुत्ता पुछेर निक्ली जानेछ। तपाईको रेस्पेक्ट पहिले तपाईबाटै सुरु हुन्छ। जब तपाई आफैलाई कम सोच्नुहुन्छ भने मान्छेहरू तपाईलाई अझै तल गिराउनेछन्। बाहिरमा जाओस् दुनियाँ, सबैभन्दा पहिले आफ्नो इज्जत गर्नुहोस्। रुल नम्बर 3, सही शब्द सही समयमा बोल्नुहोस्, नत्र मान्छे तपाईलाई हल्का रूपमा लिनेछन्। शब्दहरू केवल शब्द हुँदैनन् कुरा गर्नुको लागि, यी तरवार जस्तै हुन्छन्। यदि तपाई बिना कारण बकवास गर्नुहुन्छ भने मान्छेहरू तपाईलाई सिरियसली लिने छैनन्। तर जब तपाई कम बोल्नुहुन्छ, सोच विचार गरेर बोल्नुहुन्छ भने हरेक शब्द ओजनदार हुनेछन्। मान्छेहरू तपाईको कुरामा ध्यान दिनेछन्। तपाईको शब्दमा दम होस्, यस्तो बोल्नुहोस् कि सामुन्नेवाला तपाईको कुरा काट्न नसकोस्। रुल नम्बर 4, बिना स्वार्थको कोही पनि तपाईको आफ्नो हुँदैन। यो नसोच्नुहोस् कि साथीभाइ आफन्तहरू बिना कुनै स्वार्थ तपाईलाई साथ दिनेछन्। जुन दिन तपाई खाली हात हुनुहुनेछ, यिनीहरू तिनै मान्छे तपाईलाई चिन्न नै अस्वीकार गरिदिनेछन्। यो दुनियाँ स्वार्थीहरूले भरेको छ साथीहरू। यदि तपाईलाई कसैसँग काम गराउनु छ भने उसलाई उसको फाइदा देखाउनुहोस्, नत्र कोही तपाईलाई साथ दिने छैन। रुल नम्बर 5, नेगेटिभ प्रश्नहरूको जवाब बुद्धिमानीपूर्वक दिनुहोस्। रिस लाग्यो भन्दैमा नबहकिनुहोस्। जब कोही तपाईलाई भड्काउँछ उस्काउँछ भने तपाई मुस्कुराएर जवाब दिनुहोस्, जसरी बुद्धिमान व्यक्तिहरू दिन्छन्। रिसमा जवाब दिने मान्छेहरू हारि जान्छन् र दिमागले खेल्नेहरू नै राज गर्छन्। रुल नम्बर 6, धैर्य छैन भने विनाश निश्चित छ। दुनियाँ चलाक मानिसहरूले भरिएको छ जो तपाईलाई प्रेसरमा राख्नेछन्, तुरुन्तै फैसला लिनको लागि मजबुर गर्नेछन्। तर तपाई धैर्य राख्नुहोस्, गेमलाई सही टाइमिङमा खेल्नुहोस्। जो हतारमा फैसला लिने गर्छन् उनीहरू हमेसा पछुताउँछन्। रुल नम्बर 7, सोच विचार गरेर बोल्नुहोस्। जिब्रो तपाईको सबैभन्दा ठुलो हतियार हो। सोच विचार नगरेर बोल्नुभयो भने दुनियाँ तपाईलाई निल्नेछ। तपाईको जिब्रोले तपाईलाई बनाउन पनि सक्दछ र मेटाउन पनि सक्दछ। रुल नम्बर 8, आई कन्ट्याक्ट बनाउनुहोस्। आँखामा आँखा जुधाएर कुरा गर्नुहोस्। यदि तपाई नजर झुकाइरहनु भएको छ भने सामान्यवाला तपाईलाई कमजोर सम्झिनेछ। दुनियाँ उसैलाई सिरियसली लिने गर्दछ जो आफैलाई सिरियसली लिने गर्दछन्। रुल नम्बर 9, लक्ष्यविहीन र निर्लज्ज मानिसहरूबाट टाढा रहनुहोस्। यदि तपाई गधाको साथ चल्नुहुन्छ भने सिर्फ लात खानुहुन्छ र शेरको झुन्डमा रहनुहुन्छ भने शिकार गर्न सिकि जानुहुनेछ। तपाईको सङ्गतले तपाईको भविष्य तय गर्दछ। सोच विचार गरेर आफ्ना मान्छेहरूलाई चुन्नुहोस्। रुल नम्बर 10, सोझो भएर नजिउनुहोस्, आफ्नो इमेज बनाउनुहोस्। दुनियाँ तपाईको सच्चाइ होइन, तपाईको इमेज देख्दछ। यदि तपाई डर, सङ्कोच, सिधापनले भरिनु भएको छ भने दुनियाँ तपाईलाई चपाइदिनेछ। तपाई जतिसुकै राम्रो किन नहुनुहोस्, जब गलत मान्छे अगाडि आउँछन् भने एटिट्युड देखाउनुहोस्, ताकि उनीहरूले पनि बुझुन् कि तपाई कोही खेलौना होइन। त्यसैले साथीहरू, दिलबाट होइन दिमागबाट फैसला लिनुहोस्। जो मान्छे दिलको बढी सफा हुने गर्छन् उनीहरूलाई नै सबैभन्दा बढी धोका मिल्छ। मान्छेहरू प्रेम र साथीभाइको नाममा तपाईलाई युज गर्नेछन् र जब तपाई कुनै कामको रहनुहुने छैन तपाईलाई फ्याँकिदिनेछन्। त्यसैले साथीहरू, दिल ठुलो राख्नुहोस् तर दिमाग त्यो भन्दा पनि ठुलो राख्नुहोस्। यदि तपाईले अहिलेसम्म यो भिडियो हेर्दै हुनुहुन्छ भने कमेन्टमा आई एम रेडी लेखिदिनु होला। भिडियो अलिकति पनि भ्यालुबल लाग्यो भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियो बनाउन धेरै मेहनत लाग्दछ। तपाईको एक लाइकले हामीलाई अरू यस्तै भिडियो बनाउन प्रेरणा मिल्दछ। हवस् त अर्को यस्तै भिडियो लिएर आउनेछौँ। तबसम्मको लागि आफ्नो ख्याल राख्नुहोस्। नमस्कार।